किसान साथीहरु सम्पूर्णलाई नमस्ते। यो हाम्रो भियतनामको भेराइटी LD1 भन्ने भेराइटी हो। देख्न सक्नुहुन्छ ग्रोथ एकदम राम्रो छ। फ्रुट पनि 1-1 किलोको आएको छ। हामी अहिले देखाउने छौं हजुरलाई। देख्न सक्नुहुन्छ एउटा हत्केला भन्दा ठुलो आएको छ फ्रुट। यो LD1 भन्ने भेराइटी हो। हजुरहरु पनि यस्तै फ्रुट निकाल्न चाहनुहुन्छ भने सम्पर्क गर्नु होला। र भेराइटी चेन्ज गर्न चाहनुहुन्छ भने सम्पर्क गर्नु होला। हामी बिरुवा लार्ज स्केलमा निकाल्दै छौं। देख्न सक्नुहुन्छ ग्रोथ। हाम्रो गत महिना 2081 साल माघको महिना प्लान्टेसन गरेका थियौं भने असोज महिनासम्म हाम्रो ग्रोथ वाइल्डलै ग्रोथ भएको छ। हेर्न सक्नुहुन्छ। यो चाहिँ हाम्रो अन्तिम हो। यो हाम्रो 6औं लट होला। 6औं लट हो हाम्रो यो वर्षको। यो लाइन चाहिँ हाम्रो ताइवानको भेराइटी मिबाओ भन्ने भेराइटी हो। ग्रोथ देख्न सक्नुहुन्छ। हामीले एउटा बिरुवा ल्याएर ग्राफ्टिङ गरेका थियौं। अहिले देख्न सक्नुहुन्छ हामीले एक लाइन पुरा गरेका छौं। लगभग हामीले 40 एउटा बिरुवाबाट 40 वटा बिरुवा निकालिसकेका छौं। देख्न सक्नुहुन्छ। हाम्रो यो चाहिँ हाम्रो 3-4 महिनाको ग्रोथ हो। हामीले ग्राफ्टिङ गरेको 3 महिना 4 महिना भएको छ। यो चाहिँ हाम्रो LD5 भन्ने भेराइटी हो। भियतनामको भेराइटी LD5 भन्ने भेराइटी हो। यो पनि हामीले थोरै मात्रामा ल्याएको थियौं। अहिले हामीले वाइल्डै निकालिसकेका छौं। हजुरहरुलाई नि बिरुवा चाहियो भने सम्पर्क गर्नु होला। हामीले माघ महिनामा बिरुवा निकाल्दै छौं। अर्डर अनुसार बिरुवा निकाल्ने छौं। हजुरहरुलाई मन पर्यो भने फलो लाइक गरिदिनु होला। देख्न सक्नुहुन्छ। यो चाहिँ हामीले भदौ महिनामा ग्राफ्टिङ गरेका थियौं। ग्रोथ हेर्नुस्। हाम्रो आज कार्तिकको 12 गते हामीले भदौ महिनामा ग्राफ्टिङ गरेका थियौं। यो हाम्रो H14 भन्ने भेराइटी हो। यो पनि भियतनामको भेराइटी हो। यसको पनि हाम्रो फल निक्लिसकेको छ र हार्भेस्ट गर्ने